आई सधैँ तिम्रो बन्नु छ। तिम्रो पनि मन आत्तिएको होला नि है, पुरा हुन्छ भनेका सपनाहरू अधुरै रहँदा। तिम्रो पनि आँखा थाकेको होला नि है, कहियो रात नसुती आँसु बगाइरहँदा। तिमी बलियो छौ भने तिमीले आफ्नो पीडा पोख्न पाउँदैनौ भन्ने छैन। तिमी मसँग निर्धक्क भई आफ्नो दुःख पोख्न सक्छौ। म तिम्रो दुःखको भारी बिसाउने चौतारी बन्नेछु। तिमीलाई सधैँ हँसाउन नसकुला, तर तिम्रो रुने विश्वासिलो काँध बन्नेछु। अनि जब तिमी लडखडाउँछौ, तिमी सँगै नभए पनि म तिम्रो आड बन्नेछु। कति भाग्यमानी ठान्छु म आफूलाई, कसैले सुन्न समेत नखोजेको कुरा तिमीले बुझिदिन्छौ। कति धन्य मान्छु म आफूलाई, कसैको अघि पोख्न नसकेको कुरा तिमीले मेरो मौनतामै बुझिदिन्छौ। कसैको अघि झर्न नमान्ने आँसुहरू तिम्रो न्यानोपन पाएपछि आफै बाटो खोज्छन्। कसैलाई आफ्ना नठान्ने यी आँखाहरू तिमीलाई देख्न साथ तिमीलाई आफै रोज्छन्। मलाई थाहा छ हरेक दिन मलाई बुझ्न सम्हाल्न त्यति सजिलो छैन, र पनि तिमी मलाई यसरी सम्हाल्छौ, माया गर्छौ। लाग्छ तिमी बाहेक मेरो अर्को कोही छैन। तिमीसँग कुरा गर्दा समय बितेको थाहै हुन्न। तिमीसँग हुँदा उदासी के हो पत्तै हुन्न। तिम्रो जितमा खुसी अनि हारमा हौसला बनी म तिम्रो साथ सधैँ उभिनेछु। तिमी केवल आफ्नो पाइलालाई गलत बाटोमा नमोड्नु। परिस्थिति जस्तो सुकै आओस् म तिम्रो हात कसेर थाम्नेछु। तिमीले बस केही गरी पनि आफ्नो वचन नतोड्नु। तिमी आत्तिनु पर्दैन, सम्बन्धमा जति नै कठिनाइ आए पनि म हार मान्ने छैन। तिमीले चाहेको जस्तै बन्नेछु। तिमीले दिएका उपदेशलाई कर ठान्ने छैन। सधैँभरि तिमीसँग बसी तिम्रो प्रियसी भन्नु छ। तिमीले मलाई गरेको माया दिएको सम्मान जस्तै तिमीलाई मैले दिन सकौँ त्यति भन्नु छ। तिमी बिना बाँचे जस्तै अहिले भेटाइरहँ कि खस्यो मेरै हातमा तिम्रो खै तिम्रो लागि छैन अहिले साथमा भेटाइ हुन्न कि हाम्रो गुरुले यहाँ खाँदै हुनुहुन्छ। यहाँ हाम्रो खाने कार्यक्रम बन्द गरिरहेको छ। हेर के हल्ला छ यहाँ। हेलो 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 हामी खान्छौँ। यो चाहिँ मेन काले यो चाहिँ मेन काले हो। काले काले अलिकति के भन्छ अरे बिरुवाले यता के उल्ला छ यहाँ भान्सेले दाइने चाहिँ खाने दाउराले खाने यहाँ सकियो यहाँ उसमै सकिएको सबै दाइने खाने नानीको स्मृतिको हाम्रो बनभोज एकदम खाने ए यता घोप्टेला फेरि सबैजना
काले बहिनी यो के हो यो भाले यता डल्ले ए हाम्रो आजको यो बनभोजको यो खाना हेलो 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 दर्शन अनि नमस्ते सम्पूर्ण मेरो युट्युब च्यानलमा हामी चाहिँ यहाँ धारापानीको छहरा हेर्न आया अवस्था उतातिर मन्दिरमा दर्शन गरेर सकेर यहाँ चाहिँ पिकनिक भइरहेछ हाम्रो फुपूहरू दिदीहरूको चाहिँ यहाँ के भइरहेछ यहाँ के बाँकी रहेछ हो ल आजको पिकनिक मासु कहाँ आउनु भएको छ बेलचुन्डीका छछरा दाल छहरा हेर पुरन्दर भन्नु न तुलसुपुर कति हो रे तुलसुपुर 5 नि तुलसुपुर 5 को के रे पुरन्दर हाम्रो सानो छोरी छिने के हाल्न छिन् मम्मी पानी यहाँ गोठे चाहिँ के हुन्ला छ यहाँनिर र हामीले चाहिँ के भन्छ नि हाम्रो यात्रा चाहिँ हाम्रो एकदम घुमघाम चाहिँ एकदम रमाइलो भइरहेको छ यहाँको गाडी चाहिँ धारा छहरा हेर्न आएको अवस्था हाम्रो चाहिँ है साथीहरू सबैजनाले चाहिँ माया गरिदिनु होला कहाँ हो छोरी छहरा हेर्न आयो पछि सबैजनालाई चाहिँ म एकैचोटिमा मेरो के भन्छन् केही झलकहरू देखाउने छु लास्टमा हाम्रो जेठान दिदी अनि यहाँको गाडी ए फुच्चे देखाइसके कि